र आज त पक्का मिठो घाम लागेछ बाटोहरु चाहिँ अलिकति अन्डरवे नै रहेछ हैन रिसोर्ट होटल 5 स्टार अनि सेटल आएर चाहिँ भित्र गइन्छ आउन सँगसँगै Oh, it's a main entrance, the main entrance to Aurora Resort. Tapati चाहिँ long tennis court है फुटबल पनि खेल्दै रहेछ त फुटबल खेल्ने चाहिँ हाम्रो बेलायती गराहरू नै हुन सक्छ यसको बाटो आज हाम्रो कति 21-22 डिग्री हुन्छ नि 21 जस्तो छ एक हावाले चाहिँ फिल्स लाइक 12-13 डिग्री समुद्रको छेउमा भएर त्यो एक चिसो हावा सबै सरर आउने के हैन बेस्ट यहाँ टर्कीमा आउने टाइम चाहिँ हाम्रो कहिले जुलाई अगस्त चाहिँ एभोइड गर्नु भन्ने थियो जुलाई अगस्त टु क्राउडेड हुन्छ अभोइड पनि टु क्राउडेड त्यो भन्दा मे जुन अथवा सेप्टेम्बर अक्टोबर तर अब हामी इङ्ल्यान्डदेखि आउनेहरूको चाहिँ अब स्कुल छुट्टीले गरेर अनफर्चुनेटली हैन अब यही टाइममा अथवा बिजेस्ट टाइम जुलाई अगस्त मात्रै अब आउन मिल्यो तर स्टिल वर्थ इट नानीहरू त्यही त लिटरली अगाडि नै देखेको रहेछ नि त होइन 5 तारे अनलिमिटेड फुड यता पनि टेनिस कोर्ट आई थिङ्क सबै के अरे यहाँ आउने हामी होटलमा बस्ने मान्छेलाई के भन्छ कि कस्टमरको लागि यसको लागि अर्डरमा भ्याट भइरहेछ त रेन्जर एकदमै सनी रहेछ अब यहाँदेखि यहाँको चाहिँ एउटा अलिकति युज टु नहुने चाहिँ तपाईँको राइट एन्ड ड्राइभ भएर क्या होइन यसो देब्रेतिर गइहाल्ने तर राइटतिर परिहाल्ने रहेछ मेन इन्ट्रान्समा आयो सोल्टेर हामीसँग यता ब्याकग्राउन्डमा होला द ब्लगर्स अफ द डे यो चाहिँ प्राइभेट गाडीहरू प्राइभेट हायरहरू मात्रै आउनु पर्ने रहेछ स्टार्ट त गरिरहेको छ तल यसले देखाउनुको लागि राखेको छ होटलको मेन इन्ट्रान्स मेन इन्ट्रान्सलाई तिरानो फुलले स्वागत गरेछ स्पाहरू त्यहाँ भइहाल्यो स्पा मेन रिसेप्सन एरिया अलिक ओपन हुनु जस्तो छ छ भित्र हाँस्दै बसेको छन् उहाँहरू हुनुहुन्छ ल अब चाहिँ हामीहरू सुरुमा चाहिँ बस्ने ठाउँतिर जाउँ होला त्यो चाहिँ बस्ने ठाउँ चाहिँ यता अनि तपाईँको बार रेस्टुरेन्ट यता तपाईँले देखिहाल्नुभयो स्पा यता छ अनि मेरो विचारमा यो श्रेणी चाहिँ तपाईँलाई माथि रुमहरूतिर लानुपर्ने हो सो लेट्स गो यो सबै पार्ट अफ होटल यता पनि रुम्सहरू रहेछ यो पनि सबै रुमहरू रहेछ सबै रुम यो चाहिँ अब हाम्रो जाने बाटो यहाँदेखि सबै सिटिङ यता पनि सबै अनि एकोमोडेसन थुप्रो रहेछ यहाँ त है तपाईँको अब थाउजन्ड्सको लागि क्लिन एकोमोडेसन आउँदै हुनुहुन्छ उहाँहरू
ए हो नि त है ए हो या हामी हिटेड पुल नानीहरूलाई एकदम बेस्ट तर हिटेड पुलमा आई थिङ्क मेबी क्लोरिन अलिकति ज्यादा भएर होला त्यो त्यस्तो नदेख्ने कि होइन त्यो पनि नदेख्ने र यहाँबाट आयो केक सपमा मान्छेहरू बसेको रहेछ सो उनीहरू सबैको भिडियो नगरौँ होला केक सप फेरि होटेलको बुटिक रियल वक अराउन्ड मैले एट द एन्ड अफ द भिडियोमा एउटा म्याप पनि हालिदिन्छु सो मोस्ट लाइकली कता कता के छ भने थाहा भइहाल्छ दोकानहरू यहाँ टर्कीमा यो ज्वेलरीहरू चाहिँ तपाईँको निकै उयो रहेछ कि है पपुलर सबैले त्यो ज्वेलरी सपहरू यस्तो राम्रो राम्रो छ यहाँको चाहिँ एकदम पपुलर चाहिँ यो रहेछ ल हेर्नुहोस् त ए हामी यहाँ छौँ नेपाल राष्ट्र ब्याङ्क सो कुल है कति राम्रो धेरै टाइम लाग्यो होला यिनीहरूलाई यहाँनिर चाहिँ अब एकोमोडेसन लिटरली के गिफ्ट सबको साइडबाट सबै रुमहरू हामी चाहिँ यता गएर राइटतिर छौँ तर अहिलेको लागि चाहिँ ल अब यो चाहिँ नानीहरू खेल्ने ठाउँ यता चट्टला नानी खेल्ने ठाउँ स्विमिङ पुल चाहिँ उता छ हामी चाहिँ स्टार्ट गर्छौँ अब रेस्टुरेन्ट यता छ सो हामी पुलको छेउ हुँदै जाउँ न त लाग्दा यहाँनिर एउटा सबभन्दा राम्रो चाहिँ फ्री ड्रिङ्क्स अनि धेरै बारहरू रहेछ होइन तपाईँको वरिपरि बारै बार यता गयो बार उता गयो बार सबैको खाना पनि लिटरली 24 आवर्स नै छ सबै सुविधाहरू देखेर इट्स भेरी नाइस प्लेस होइन बस्नुको लागि तपाईँको बारहरू भयो यहाँनिर यो चाहिँ अब एउटा बार भयो वान अफ मेनी रेस्टुरेन्ट भयो अनि पुल आज चाहिँ टर्कीमा चाहिँ अब घाम लागेछ तर जाडो भएकोले गर्दाखेरि सबैजना इन्डोर पुलमै छ स्विमिङ पुल चाहिँ खाली छ चिसो जस्तो पानी चिसो हेरेर हुन्छ पानी चिसोले चिसो छ अलि भयो नि कि होइन सबै सिटिङहरू फ्री यहाँदेखि हामीले बाटो फाइन्ड गर्नु पर्यो उता जानलाई ए होइन नानीहरू त खेल्दैछ अब चाहिँ हामीहरू बिचतिर जाँदैछ वी आर गोइङ अन द बिच एरिया टेरी हाउस टावल हाउस रहेछ यहाँ टावल चाहिँ हामीलाई इन्ट्रान्समै कार्डसँग दिएको हुन्छ सो एभ्री टाइम त्यो ओहो अब हामी बस्ने होटेलहरू चाहिँ यिनीहरू नै हो होटेल रेस्टुरेन्टहरू सो हाम्रो बिच साइड चाहिँ तपाईँको लिटरली यहाँदेखि स्विमिङ पुलदेखि सडक्क घुम्यो भने सट्ट लागेपछि टावल हाउस अनि ड्याङ्गै बिच साइड स्ट्रेट सिधै नि बिच हाउस ओहो 15 मिनटको 15 युरो
माछालाई आफ्नो खुट्टा खुलाएको नि यत्रो है तर यो पक्का कौकुती लाग्ने रहेछ कि पक्का कौकुती लाग्ने कि यहाँ हाल्यो खुट्टा हाल्ने माछा समुद्र आम्मा आज मान्छे हेर्नुहोस् न वेदर राम्रो भएर तर यस्तो न्यानोमा नि तपाईँको पानी चाहिँ अलिकति चिसो चिसो रहेछ ल अब हामी सबैलाई बिचबाट यसो एक घुमाइदिउँ न है सबैले हेर्नु सक्नुहुन्छ मेरो विचारमा चाहिँ पे गरेको प्राइस अनुसार अनि यहाँ भएको सुविधाहरू चाहिँ एकदमै राम्रो जस्तो लाग्यो होइन तपाईँको किनभने अब लेस मनीमा एकदमै धेरै फेसिलिटीहरू छ सो त्यसले गर्दाखेरि चाहिँ विशेष नानीहरूसँग म्याक्सिमम् यो टाइममा अब वरिपरि सबै नानीहरूसँग फ्यामिली होलिडे जस्तो रहेछ हाम्रो नानीहरू चाहिँ छ नि तर अब नानीहरू चाहिँ यहाँ छैन यहाँ चाहिँ उतै छ सो हेर्नु सक्नुहुन्छ बिच एकदमै फुल प्याक्ड अब हामी तपाईँहरूलाई लान्छौँ बिच बारतिर बिचमा च्याटल लाएर एकदम बिजी अनि अल इन्क्लुसिभ हजुर यता आउनु भएको छ नि फेरि है तपाईँहरू के प्राइभेटहरू जस्तो छ त यहाँ तल जेट स्किङ प्राइभेट बोट जस्तो छन् मैले मेरो हिजो सामानहरू हराएको ठाउँ चाहिँ यतै हो यहाँले त्यो यो त कति 80 कति तिर्नुपर्ने रहेछ कि आई थिङ्क यो यहाँ गोराहरूले चाहिँ कहाँबाट लिएर रहेछ बिच चाहिँ यहाँसम्म छ पाटन यस्तो मजाको इभन तपाईँको यो पक्का न्यानो हुँदाखेरि यो बालुवाहरू पनि तातो हुँदो रहेछ कि यो खालखुट्टा आएको थिएँ खालखुट्टाको वसुली भयो अनि आई थिङ्क मेरो विचारमा चाहिँ त्यो चाहिँ अर्को होटल होला बाटो पारी गएपछि बिचहरू चाहिँ यहीँ भयो फर्केर अब ओभरअल रिभ्यू चट्ट हेर्दाखेरि चाहिँ सबै त नदेखिने रहेछ लास्ट ल अब हामी चाहिँ नानीहरूको थिएटरतिर जान्छौँ अब आफ्टर द बिच तपाईँको चाहिँ बिच भयो बिचदेखि चाहिँ गोइङ ब्याक आई थिङ्क नानीहरू खेल्ने एरिया जस्तो लाग्यो यहाँ पनि सिटिङ छ यिनीहरूले यो चाहिँ नाइट टाइमतिर खोल्छ होला दे मस्ट ओपन दिस इन नाइट टाइम त्यो जब त्यो नानीहरूको सो हुन्छ होइन ए तपाईँको टाइम आउट बार रहेछ नि यो त मेरो इभिनिङ पार्कतिर है हो थिएटर ए पक्का यो त उयो नि रहेछ नि त सिटिङहरू सबै भएको सुन्यो अनि यता चाहिँ नानीहरू खेल्ने ठाउँ यो त खेलियो आज चाहिँ यिनीहरूले टेप टालेको रहेछ सो मेबी यहाँबाट चाहिँ छिर्नु नमिल्यो तर सुन्नेको त्यताको एरियामा त के रहेछ ल पक्का तपाईँको त्यो रोमन स्टाइलको आउटडोर थिएटर नाइस अघि लिटरली हामी स्विमिङ पुलको छेउदेखि गएको त्यता थियो अनि यो चाहिँ नानीहरूको खेल्ने ठाउँ मैले यहाँनिर तपाईँको एउटा देखेको चाहिँ क्लिनिङ सर्भिस अनि तपाईँको के अरे रिफिल अथवा कस्टमर सर्भिस चाहिँ एकदमै ऱ्यापिड अहिले भने अहिलेको अहिले सरसफाइ भएको भए यताउति भएको भए
यसो यो किड्सको पार्क चाहिँ देखाउनु मिलेन। आई थिङ्क उनीहरूले मेबी अन्डर कन्स्ट्रक्सन भएर बन्द गरेको होला अहिलेको लागि। तर हिजो चाहिँ हामी गएर खेल्यौँ है, डरै खेलियो। अब अहिले चाहिँ अब हामी होटलको ब्याकतिर पुग्यो जस्तो छ। सबै वाटर स्पोर्ट्स पानी सानी छोडेर है हो। कस्तो त्यो गर्मी महिनामा यस्तोहरू त्यो देख्दाखेरि पक्का होइन क्यारिबियन ट्रपिकल। ए म लग्यो भन्नुहोस् है, यहाँ क्लिनिङ रुम सर्भिस चाहिँ ऱ्यापिड 5 स्टार भएको रिजनले हुनसक्छ। ऱ्यापिड छ, रुम नम्बरहरू यही भइहाल्यो। ल अब लागौँ अर्कोतिर। यो चाहिँ त्यहीँबाट आएको नानीहरू खेल्ने र त्यहीँ छ। यताबाट चाहिँ शुद्ध समुद्र मेन्टेनेन्स हुँदैछ जस्तो। यो चाहिँ बस्ने रुम्सहरू लिटरली अगाडि पछाडि निकै राखेको रहेछ। अनि स्ट्रेट यो चाहिँ वकिङ पाथ। अल द वे हिँड्दै गयो भने चाहिँ विल फाइन्ड आउट कहाँ पुग्छ। अहिले चाहिँ तपाईँको हामी कति हाफ सर्कल त लाग्यो। आई थिङ्क एज लङ एज हामीलाई कहाँ जाने थाहा भयो भने चाहिँ त्यति धेरै समय चाहिँ नलाग्ने रहेछ। मजाले म्यानेज गरेर ठक ठाउँमा राखेर होइन, त्यो एकअर्कासँग नठोकिने कि। अब खाना खानेतिर एकतिर गयो, स्पोर्ट्स गर्ने एकतिर गयो। सो सबैजनालाई चाहिँ चारैतिर छरेर राखेको मिलाएर। यो यतै यो हराएको यतै हो। हाम्रो रुम्सहरू चाहिँ यतै पऱ्यो नि त है। ए या तल्लोपट्टि हो नि त रुम्सहरू। ए दिँदै रहेछ नि है यिनीहरू सबैजना। हेलो ए यहीँ रहेछ नि त फोटो दिँदैछ लङ है। तर मलाई अहिलेसम्म रियलाइज गरेको थिएन यो लङ टेनिसको कोर्ट चाहिँ माटो हुँदो रहेछ। यसो म त त्यो ग्राभल त्यो ड्राइभवेहरूतिर गरेछ हो माटो है त्यस्तो रहेछ। एकचोटि ल यो नम्बर 8मा गएर चेक गरौँ त। होइन के अनि यहाँ त झारै छ त नि। होइन यो त झारै छ, कार्पेटै रहेछ। ल माई ब्याड रङ इन्फर्मेसन। त्यो चाहिँ माटो छ हो, त्यहाँ चाहिँ माटो छ लङ टेन चाहिँ। ए ओके सो इट कुड बी बोथ वाइज होइन। यता कार्पेट पनि हुनसक्ने रहेछ, तपाईँको माटो पनि हुनसक्ने रहेछ। ब्याक टु होटलहरू आयो। त यहाँ फुटबल पिचहरू फुटबल पिचहरू ए ल वान काइन्ड अफ फ्यामिली चाहिँ अब यता हुन्छन् स्पोर्ट्स गर्ने, वान काइन्ड अफ फ्यामिली बारतिर, वान काइन्ड अफ फ्यामिली जिमतिर। अब त्यो चाहिँ अब तपाईँहरूमा भर पर्छ वाट काइन्ड अफ फ्यामिली यु वान बी होइन। एकचोटि यहाँ आउनु भएपछि तर जे हुनु पनि पाइयो, जे हुनु पनि पायो। मसाज सबै दिएर स्पोर्ट्स अथवा त्यो सबैको अपोजिट हुनुहुन्छ भने खाना फ्री वाइफाई। वाइफाईको स्पिड पनि राम्रै छ होइन हो, नट द बेस्ट वान तर पनि स्टिल नर्मल कुराहरू चाहिँ सबै मिल्यो। हजुर यो चाहिँ हाम्रो अर्को होला है। यो चाहिँ अलिकति कति स्टोरी छ यहाँ त गनौ त 1 2 3 4 5 6 7 धरहरा भन्दा चाहिँ अलिकति सानो हो। यहाँ पनि बस्ने ठाउँहरू पुरै गरेको रहेछ। यो चाहिँ एभलोन स्पा। तपाईँहरूले नोटिस गर्नु भने मैले इन्ट्रान्समा च्याट्ट लाएर देब्रेपट्टि देखाएको चाहिँ एभलोन स्पा थियो। सो मेरो विचारमा यो दुइटा चाहिँ मिटअप भयो, त्यो स्पामा भेट्नु पर्ने।
आयो यहाँ अब हिटर कुलर अब यहीँ बस्नु पऱ्यो टोटी म कोही फोन गरेर आउँछु अब यहीँ भिडियो गरेर यहीँ बस्छु कुलर छ Avon Spa Avalon यहाँ बाहिरदेखि हेरेको यही हो स्पा एरिया होटल आएर होटल एन्ड स्पा जिम चाहिँ डाउनस्टेयर्स रहेछ झन् अलिकति नै गलत ठाउँमा आइएछ कता छ जिम आई थिङ्क चेन्जिङ रुमतिरबाट होला अब लकर रुमभित्रको चेन्जिङ रुमभित्रको चाहिँ अब प्राइभेसीहरूले गरेर पनि अब सबै खिच्न मिल्दैन किन अब सबैजना तर अब तपाईँको रफ आइडियामा चाहिँ जिमहरू लकर रुमहरू चाहिँ सबै यहीँनिर पऱ्यो ल स्विमिङ पुलहरू हामी चाहिँ सातौँ स्विमिङ खेल्दा धेरै खेलिसक्यो सो अब तपाईँहरूलाई लिटरली अब एक राउन्ड त हानिसक्यो सो म एउटा केक सप लान्छु अनि तपाईँहरूलाई रफली थाहा हुन्छ त्यो चाहिँ हाम्रो स्टार्टिङ पोइन्ट हो यहाँको मुभिङ स्टाफहरू कति धेरै छन् यहाँ स्टाफहरू गोइङ राउन्ड ल केक सप आयो सरी माइको बुटिक लिटरली एक राउन्ड आयो Let me take you inside the cakes. ओहो ल यतातिर गएको छु ए द्याट्स द मेन रिसेप्सन अघि हाम्रो मेन रिसेप्सन भयो केक सप म तपाईँलाई केक सप लान्छु अनि अहिले एकैछिनमा चाहिँ तपाईँहरूलाई म रेस्टुरेन्ट पनि लैजान्छु Screams. सबै मिलाएर आउँछ Good morning, brother. How have you been? Yeah, good, man. Are you on the phone?
हामी साँझ आएर ड्रिङ्क खाने ठाउँ चाहिँ यही माथि हो बिहानै बिहानै ड्रिङ्क खाँदै बसेको मान्छेहरू के हाल्ने होला Morning, brother. Again, on the top.